गाइज यो नेपालमा जुन भइरहेको छ नि राजतन्त्र गणतन्त्र मोनार्की डेमोक्रेसीबाट यो आफ्नो ब्रेन वास हुनबाट बच्नको लागि चाहिँ छोटो मिठो टिप्स दिन जाँदैछु। पहिलो टिप्स के हो भन्दाखेरि डु नट बिलिभ प्रचण्ड केपी र यो मिमर्सहरू स्पेसली यो मिमर्सहरू अनि अरू पोलिटिसियन्स। स्टार्टिङ अफ विथ प्रचण्ड वाट डिड ही से भाइ माराको हो, दिदी मारा, भाइ मारा, दाइ मारा, अङ्कल मारा, आन्टी मारा, शाखा सन्तान मारा, मान्छेलाई फाइट गर्न मन छ मान्छेलाई जबरजस्ती ल्याएर मारा चाहिँ को हो। उसले त वंश मास्यो अनि राजाको वंश मासेको मात्र मासेको, त्यत्रो जनताको वंश मासेको चाहिँ को हो? तिमी हो। मलाई चाहिँ लाग्दैन किङ ज्ञानेन्द्र किल्ड। अनि ल यो प्रचण्डको लागि मान्दियम रे भने पनि अनि भाइ माराले अनि यो प्रचण्ड मारा त भइहाल्थ्यो नि त। अनि भाइ माराले यो प्रचण्ड माराले चाहिँ छोड्थे अनि को हौ तिमी चाहिँ हौ मारा। अनि अर्को हाम्रो हुनुहुन्छ केपी सरकारज्यू। नेपाललाई के नै भएको छ र? केही भएको छैन, नेपाली जनताहरू विदेशीको मात्र हुन्, कल कारखाना मासेको मात्र हो, सानो कुराको लागि एउटा सियोको लागि पनि इन्डियाबाट इम्पोर्ट गर्नु परेको मात्र हो, इन्डियाले के भन्यो भने चाइनालाई, चाइनाले के भन्यो भने इन्डियाकोमा झुक्नु परेको मात्र हो, केही भएको छैन। त्यो केपी देश छोड भन्दाखेरि यति माया लाग्दो, नट त्यो लाइक माया बट लाइक बिचारा टाइपको देखेको थियो क्या। लाइक क्यान यु स्टप? अलिकता लाज लाग्दैन? अनि फेरि पशुपति जाने मान्छे, अलिकता कर्म धर्म भन्ने कुरा छैन? डर लाग्दैन अलिकता? अनि हाम्रो प्यारो हुनुहुन्छ हास्य कलाकार मेरी बासेमा जान नसकेर मिम बनाउनु भएको मिम नर्स मित्रहरू। द वे तिमीहरूले त्यो भोट दिँदाखेरि मासु खाएर भोट नदिने मान्छेहरूलाई भेडा भन्छौ नि, त्यो भन्दा भेडा होस् तिमीहरू। मेजोरिटी अफ द मान्छेहरूको चाहिँ के सोध्छ भन्दाखेरि डेमोक्रेसी नै हुनुपर्छ, मोनार्की आउनु हुँदैन। कसैले मोनार्की ल्याउने भनेको पनि छैन, राजतन्त्र ल्याउने भनेको पनि छैन, राज संस्था ल्याउने भनिरहेको। बाई द वे उनीहरूले के भन्छ भन्दाखेरि डेमोक्रेसी नै हुनुपर्छ, अनि त्यसपछि हाम्रो केपी शर्मा ओलीहरू सबैजना बुढाबुढाहरू मरिसक्छन् 5-6 वर्षमा, अनि त्यसपछि बालले ल्याएर देश बचाइहाल्छ। को मर्छ? कोही मर्नेवाला छैन। जसले यहाँ मर्छ भन्दैछ नि तिमीहरूकै किडनी झिकेर राखेर 2 more decades त्यो केपी ती बस्नेवाला छ। आम नट सेइङ यो कुरा रङ भनेको, आई विस त्यही होस्। तर डिड यु सी सागर ढकालले नजितेको? डिड यु सी वाट ह्यापन टु मदन भण्डारी? डु यु थिङ्क यत्रो वर्ष पोलिटिक्समा बसेको मान्छेहरू वुड लेट योर बालेन विन? बालेनले जित्न नदिनु सम्म पनि ठिक छ, आई डोन्ट वान्ट बालेनलाई केही होस्। राजालाई मार्ने, मदन भण्डारीलाई मार्ने, अनि डु यु वान्ट बालेनलाई केही होस्? अब त्यो भन्दैमा अब सबैजना चुपचाप बस भनेको होइन। म के भन्छु भन्दाखेरि लिभ द्याट म्यान अलोन। I mean, every जनता loves Balen. I do. Doesn't mean every politician does. अनि तिमीहरूले जुन त्यो मान्छेलाई भेडा भनेर ब्लेम गर्दैछौ कि पैसा खाएर भोट गर्यो, पैसा पनि त कति खायो? 5,000 को लागि भनेपछि आवश्यकता कति होला त्यो मान्छेलाई त्यो 5,000 को? आम नट सेइङ उनीहरूले राइट गर्यो, बट कम्पेरिजन टु यु जसले पारसको बिहेभियरले गर्दाखेरि ज्ञानेन्द्र राजा हुनु मिल्दैन, छोराको बिहेभियर नसम्हाल्न सक्नेले कसरी राजा हुने, अनि हिमानीको रिलेसन बिग्रेको, आफ्नो बुढासँगको रिलेसन राम्रो नसक्नेले कसरी देश सम्हाल्ने। इन कम्पेरिजन टु यो भन्ने मान्छेहरू भन्दा चाहिँ आफ्नो आवश्यकता अनुसार पैसा लिएर भोट गरेकोहरूलाई चाहिँ बरु म सपोर्ट गर्छु, विच इज एब्सोल्युटली रङ। तर इन कम्पेरिजन टु यु भोलि अब तिम्रै छोरा चोर होला अरे के गर्छौ? हाम फाल्छौ पानीमा, देश छोडेर भाग्छौ? अब हिमानीको रिलेसन बिग्रियो अरे तब तिमीहरूलाई बाल, अरू कसैको रिलेसन बिग्रिँदैन। अब रिलेसन बिग्रिने बित्तिकै अब हामी बाँच्नै छोडिदिने, अरू काम गरिँदैन, काममा गइँदैन, स्कुल गइँदैन, पढिँदैन। यो आधो कुरा चाहिँ प्लिज स्टप। ओके, अब धेरै भयो अग्रेसिभ, लेट्स कम टु रियल मुद्दा। ओके, लेट्स टक अबाउट द रियल थिङ कि हामीले केलाई चाहिँ सपोर्ट गर्नुपर्छ भन्ने कुरा। बिकज हामी एकजुट चाहिँ हुनै पर्ने जरुरत छ, किनभने आई नो आइ एम नट स्योर लाइक इन्डिया वान्ट्स अस टु फाइट ओर केपी वान्ट्स अस टु फाइट, आई डोन्ट नो वाइ। ज्ञानेन्द्र बोल्ने बित्तिकै इन्डिया वान्ट्स टु सपोर्ट आउट अफ नो वेयर। तिमीहरूले देखेको छ इन्टरभ्यूहरू कतै रिलिज भइरहेछ। डिप डाउन बिलिभ गर्ने त कसलाई, बट आई थिङ्क डिप डाउन वी क्यान बिलिभ ज्ञानेन्द्र। सो हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि हाम्रो प्लान चाहिँ मेजोरिटी अफ द मान्छेहरूको डेमोक्रेसी सपोर्ट गर्ने, राजा सपोर्ट नगर्ने मान्छेहरूको चाहिँ डाइरेक्ट भोटिङ सिस्टम हुनुपर्छ, अनि त्यसपछि प्राइम मिनिस्टर चाहिँ बालेन हुनुपर्छ, अनि राजा आउनु हुँदैन बिकज हामीलाई बोल्नु छ राइट। तर तिमीलाई त्यो प्राइम मिनिस्टर डाइरेक्ट भोटिङ सिस्टम हुन दिने चाहिँ कसले? ल तिमीले हुनुपर्छ भन्यो, दिने कसले? अनि अब मैले माने कि अब राम्रो मान्छेहरू आएर भोट, अब कमिङ इलेक्सनमा चाहिँ राम्रो मान्छेहरूलाई भोट गर्ने। आर यु सो स्योर कि पैसा मात्र खाँदेर गरेको हो? ल हामीले गयौँ रे ठाउँ ठाउँमा गएर एजुकेट गऱ्यौँ रे, लाइक यसपालिले अब 5,000 छोडिदिनु, भोलि हामी 50,000 कमाउने हुन सक्छौँ, प्लिज भोट यस्तोलाई। आर यु सो स्योर कि मान्छेहरूलाई पैसा मात्र खाँदिएको होला कि फोर्स पनि गरेको होला? क्यान यु जस्ट लाइक ट्रस्ट देम कि पैसा मात्र खाँदेर गरे भनेर? योमा पनि जे नै हुनसक्छ। अनि जित्ने बेलामा चाहिँ कसैलाई जित्न दिने चाहिँ यिनीहरूले जित्न दिँदैनन्, अनि दिएको मान्छेहरूलाई पनि मैले चाहिँ आई एम स्केयर्ड अफ उनीहरूको लाइफ।
सो अहिले चाहिँ हामीले अब डिसाइड गर्नु पऱ्यो कि कुन चाहिँ हुन्छ राम्रो फर अस, जुन जस्ट विथ केपी सरकार ओर लाइक यिनीहरू मात्रले त एब्सोल्युटली नो वे। तिमीले देखिहाल्यो त्यहाँनिर कुट्न, आमा हो कुट्न हिँडेको हो त्यो फुटबल खेल्ने बेलामा, कसलाई कुट्न हिँडेको तिमी? एउटा कर्ण, यत्रो दुनियाँको एउटा कर्णले अर्को ह्युमनलाई कुट्न हिँडेको। अनि के सोचेको तिमीहरूले? बाहिर बाहिर मान्छेले देख्ने बेला, क्यामेरा हुने बेलामा त त्यस्तो गर्नेले, तिमीहरू अनि बालेनलाई यिनीहरूको बिचमा जान ट्रस्ट गर्ने? अब मेन कुरा भनेको चाहिँ आई डोन्ट नो के हुनेवाला छ, बट जे पनि हुनेवाला छ। आई थिङ्क जनताहरू चाहिँ एउटै साइडमा हुनुपर्छ 90%। अब त्यो केपीको चेलाहरू 10%, आई डोन्ट नो अबाउट देम, बट किन 90% चाहिँ एकजुट हुनुपर्छ भन्दाखेरि लडाइँ झगडा नहोस्, अनि त्यसले गर्दाखेरि चाहिँ कुनै पनि अर्को देशले फाइदा उठाउन नपाओस्। आई फिल लाइक त्यही हो यिनीहरूको प्लान। सो अब 20 वर्ष कुरेर बस्नु पनि इट इज नट सिम लजिकल। अनि त्यसपछि अब को आउला र लड्ला र ऊ गरौँला भन्ने पनि ऊ छैन क्या। अनि अब 20 वर्षपछि पनि केपी त्यो जुन जुन मेनहरू, केपी कति धेरै भने मैले, आम सरी, धेरै जुन जुन पोलिटिसियन्सहरू छ उनीहरू निस्किएपछि पनि अरू पनि हुन्छ नि राम्रो आउँछन् भन्ने हुँदैन क्या। यु नो लाइक यो कन्ट्रीले यस्तो पिटिएसडी दिइसक्यो कि आई क्यान नट लिटरली ट्रस्ट एनीबडी। तर यिनीहरू भन्दा चाहिँ प्लिज बिलिभ मी किङ इज बेटर। अनि फेरि क्या मान्छेहरूले के भन्छ भन्दाखेरि दुर्गा प्रसाईले चाहिँ आफ्नो त्यो मेडिकल रिलेटेड थिङहरू अप्रुभ गर्नको लागि चाहिँ राजालाई सपोर्ट गरिरहेको। आई डोन्ट नो कस्तो मान्छे हो दुर्गा प्रसाई, बट लाइक अब के राम्रोको लागि उसले माओवादीकोमा गयो, कसकोमा गयो, अब राजामा जाँदैछ भने जाओस्। अनि ज्ञानेन्द्र साईले बोलिरहेछ किनभने राजा आउनुभयो भने चाहिँ ऊ पावरमा जान्छ त अनि ऊ नगर को जान्छ? विष्णु पौडेल जान्छ? सरकारी जग्गा आफ्नो नाममा गर्ने मान्छे। क्यान यु प्लिज चेन्ज यर सरनेम? इट्स एम्बेरेसिङ। अन्त्यमा मैले 100% केहीलाई सपोर्ट गरेँ भने हुन्छ हुँदैन भनेको होइन, आफ्नो ओपिनियनहरू राख्न बन्द गर भनेको होइन, जस्ट रिस्पेक्टफुल चाहिँ हो किङलाई प्लिज। त्यो चाहिँ लिस्ट यु क्यान डु। प्योरिटी अफ युथ्सहरूको चाहिँ एउटा के कन्सर्न छ भन्दाखेरि राजाले चाहिँ ओरलाई कसैले भनिदेऊ कि एउटा कन्फेसन एउटा प्रमिस गरिदेऊ के बोलिदेऊ द्याट म यस्तो यस्तो गर्छु, आइएम रेडी टु चेन्ज माई ओपिनियन, बिकज यतापट्टि साइड त नो फ्रिकिङ वे। इभन आई एम नट फुल्ली कन्भिन्स्ड कुनै पनि साइडमा, बट लाइक यु नो वी हेभ टु डु समथिङ। यो यता थ्याङ्क यू। सो युथहरू चाहिँ देयर एक्सपेक्टिङ एउटा केही काइन्ड अफ कन्फेसन ओर लाइक एउटा काइन्ड अफ कसैले भनिदियोस् द्याट ओके यो गऱ्यो भने चाहिँ आई विल फुल्ली बी कन्भिन्स्ड, म फुल्ली सपोर्ट गरौँ भनेर। सो त्यसको लागि चाहिँ आई वान रिक्वेस्ट डियर किङ दर्शन, सो आई नो कि पोलिटिसियन जस्तो मान्छेको इच्छा मारेर यु वुड नट डु एनिथिङ, अनि जनताकै लागि भनेर पहिला छोड्नुभयो, जनताकै इच्छाको लागि, अनि अब अहिले देख्नुभयो कि जनता इज डेफिनेटली नट डुइङ गुड, सो युर ब्याक। सो म चाहिँ एज अ भोइस बिङ अ जनता एब्सोल्युटली, एन्ड देन बिङ अ युथ वान अफ देम चाहिँ के भन्छु भन्दाखेरि वी निड एउटा काइन्ड अफ भिडियो। आई मिन आई नो यो सल्लाहकारहरू होला मान्छेहरू, बट आई नो द्याट यु रेस्पेक्ट हाम्रो भोइस, द्याट्स वाइ एम स्पिकिङ अप। अनि प्लिज मलाई चाहिँ जेलमा नहालिदेऊ प्लिज, थ्याङ्क यू।